आज हामी सबैजना लामदुवाली जान लागो एकदमै रमाइलो गरेर आउने हो जिन्दगीको गोरेटोमा के छ र जिन्दगी है होइन विष्णु बहिनी हजुर दिदी हजुर कोसँग बिजी हुनुहुन्छ दिदीसँग फोन गर्दै दिदी दिदीलाई बदाम लिएर आउनु भन्नु दिदीले बदाम अहिले गर्दैछ दिदी होइन हामी पोहोर पर जाँदा दिदीले भुटेर ल्याइदिएको होइन राख्यो होला नि बिचरा ए ल सकियो कि छ घरमा ल्याएर नि खाएको मैले होइन माया स्पेसली बदाम सिम्पानी क्रस गरिसक्यो आउँदैछ गाइजहरू आफ्नो तालमा छ फेरि नबोल्ने बनाइदिए क्या मेरो छोरीलाई के गयो यस्तो राम्रो सिन प्राकृतिकको प्राकृतिक भरेको हाम्रो नेपाल स्वर्ग भन्दा सुन्दर राम्रो छ मौसम यस्तो राम्रो छ शीतल भइरहेको छ लो 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 ढाक्यो भने झन् सक हुन्छ
आइपुग्यौँ रुम्लेमा हामी पुरी तरकारी खाँदै तरकारी मात्रै है हजुर एउटा तरकारी मात्रै अनि एउटा समोसा कतिवटा खाने समोसा कसले समोसा खाने रे म चिया नखाने हामी खाजा खाएर निस्कियौँ अब केही समयपछि जाउँ। बच्चा पारी अब फेरि हामी लाग्यौँ भयो बाबु हामी नखाने नयाँ पुलको बजार गान्द्रो बिरेझाडी सबै ठाउँको बजार हाम्रो यो नयाँ पुल लानु म त अब त्यस्तै भन्ने छैन कि अब त्यो अगाडि बाटो छै त्यो एउटा हेर्नुहोस् गाइस कस्तो सानो सानो सुन्तलाको बच्चा हजुर नो यो अहिले पछि खाने है त रे सुन्तलाको बुट मेरो श्रीमती बल्ल मेरो पिरतीको मुना पलायो गालाको खाटोमा भाइ बुहारीको दोकानमा आइसक्यो होटलमा यति रमणीय ठाउँ छ रमाइलो भइरहेछ क्यारी छोरीले अनि ओके थ्याङ्क यू आगो त हाम्रो यो बगानमा नै लाग्नु पर्यो ए हजुरले के गर्नु भएको छ यहाँ पानी धेरै चाहिन्छ हेर्नु हुन्छ के बाबु अरु है हाम्रो खाना पनि आइपुग्यो सबैजनालाई साउनी खानामा आज के छ साउनी साउनी त अन्दर गई हजुरको चाहिँ यो फापरको ढेँडो थप्परको ढुङ्गा यो गाउँको चामलको भात मासु चामल गाउँको चामलको गाउँको धानको दा स्टार्ट नयाँ अर्डर ल्याएको यो चाहिँ मेरो थप्परको ढुङ्गा अनि लामदुवालीको माछा माछाको पुच्छर माछाको टाउको अब खाइन्छ यसरी हालेर स्मल पिस बिग पिस वाउ धेरै हुन्छ ल मलाई थ्याङ्क यू म गिलासमै खाले बोतलमै मलाई पानी भयो ग्रिन चिल्ली खाने नखाँदो रहेछ त यो कुन्तुलले त फेरि भ्याउन आइपुग्छ अलि अलि बस्नु अलि मात्र बस्छ उता बाजे लास्ट रहेछ दाइला है
더울 뻔했어 이놈. आज हामी माछा मार्न आएको खोलामा बेलुका फर्किने खेला खेला स्विमिङ गर पुष्पा स्विमिङ गर माया विष्णु बहिनी पुष्पा माया भन्नु छ विष्णु दिदी भन्नु गर्दैछ के अम्बाली भयो अम्फल ल अनि के गर्न गएको त फेरि कफी टाइम भयो बहिनीले हामीलाई कफी बनाउनु भयो ल हेलो गाइज हामी चाहिँ पुल तर्दैछौँ हामी लामाकोवालीमा माछा मार्न आएको अनि माछा मारेर भोरे गएर यस्तो मिठो चिकनसँग चिरिप्प बियर अनि कफमा छु उहाँ अङ्कलले मार्दै हुनुहुन्छ माछा अङ्कल अनिस अनि एउटा भाइ छ गाइजहरू यता आउँदै हुनुहुन्छ आफै उता हुनुहुन्छ हस् यो डाँडा यो पाखा झर्ना खोलिँदा भयो सिद्धि अनि त्यस्तो बाटो आउनु हो हेर्नुहोस् कतै त हो छोरी जानु अङ्कलले माछा मार्नु भएको छ हजुर हेर्नुहोस् यहाँ माछा रहेछ
माएर नै मारेछ माछा यता अङ्कलले अनि उता आथे आन्टी हुनुहुन्छ म चाहिँ यहाँ छु हामी माछा मार्न आएको आज खोलामा गाई चिप्लो रहेछ गाई यहाँ त म अहिले कहाँ गएर लोड्नु बेल छैन चप्पल उता राखिदिनुहोस् न मेरो चप्पललाई हामी लोड्दैन काली झन् चप्पल चिप्लो खयो त गाई चाहिँ त माछा सुतेछ सुतेछ चोहे चोहे नुनु नुनु गर्यो ऊ माया यहाँनिर नि रहेछ सानो माछा त माछा मारेको अङ्कल आएर कति धेरै मारिसक्नुभएछ सबै माछा सुतेछ यहाँ दबाई लाएर सुते यहाँ सबै माछा जति है भयरको माछा त सुते हो ऊ अङ्कल देखाउनुहोस् माछा हेर्नुहोस् गाई मैले समातेँ भर्खरै आफै हातले सबै माछा दबाई लाएर सुतिरहन् हेर्नुहोस् त लाउनु म यहाँ छु आन्टी हुनुहुन्छ आन्टीलाई नि जहाँ गएर आएको माछा समाउने गाई चाहिँ हेर्नुहोस् मैले समातेँ माछा माछा समाउने मान्छे मै हो माया हाम्फाली माछा देखेर मैले समातेँ माछा हाम्रो लाउनुहोस् हाम्रो प्लास्टिकमा हालिहाल्नुहोस् माछा यो दिदीले भोग्यो खुट्टा उठेर मैले फर्स्ट टाइम माछा मारेँ गाई जिन्दगी गोरेटोमा आफ्नै हातले समातेँ मैले माछा आन्टीले यहाँ माछा मार्नुभएको चप्पल समाते के माछा मार्यो होला र चप्पल समाउँदै त्यहाँ माछा सुत्यो छिटो नसमाउनु नछोप्नु है नछोप्नु नछोड्नु है त नछोड्नु यो त च्याप्टो हुन्छ होला दाइ हो समाते गाई समात्यो अब हामी माछा मारेर फर्केको अवस्था सबैजना तिरपाल बोकेर उता उता यहाँ मसँग मैले यति माछा मारेँ साथीहरू मेरो माछा मैले यति समातेको यति समातेँ भने नहाँस्नु होला यहाँ यति धेरै भिडभाड छ खोसाखोस गर्दा यति नै भयो है पाण्डा बाटो कहाँ हो साथीहरू माछा हामीले त होइन अब अङ्कलहरूले मार्नुभएको बुहारीले चाहिँ यहाँ फेरि घाँसो बाल्दैछ ल बुहारी स्याबास एकछिन नबस्दो रहेछ कि माछा मार्ने मान्छे अङ्कल ढाडुखेछ गाह्रो भयो पानी बुझ्यो अब हामी जाने तयारीमा माया कति रमाइलो भयो गाउँदाखेरि माछा असला माछा समात्यो पुरी खुल्यो खासा खायो अब घरतिर लागिन्छ ओके रमाइलो भयो धेरै गुड बुढो म यति अग्लोबाट म बन्जी गरेको बन्जी कस्तो रमाइलो भयो आजको दिन तपाईँलाई भयो माछा मार्यो फलामा तपाईँले सुनेर माछा थुप्रो समाते मैले नि वाउ ग्रेट 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 थ्याङ्क यू भेरी मच अब हामी जाने बाई बाई घरतिर गलीमा आएर मिठो मिठो भोजन गऱ्यो रमाइलो गऱ्यो खोलामा गएर स्विमिङ प्लस माछा मारेर सबै काम भएर आज हामी फेरि रिटर्न बिहा घर जाँदैछु बाई 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 उता आउँदै हुनुहुन्छ ट्याक्सीमा
अङ्कल र आरोही अनि विष्णुदे हिँड्दै आन्टी माया उता हिँड्दै पाण्डालाई अब बाई बाई गर्ने बेला आयो हाम्रो